फाइनली हामी चाहिँ यहाँ पुगिसकेका छौँ। यो कहाँ हो मलाई थाहा छैन। रोक्नु 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 यसरी नै सुरुदेखि ल। कमल डान्स हाल्न यसकै नि आडवारी रिभर्स हुन त होला है म मुतिर कोन चाहियो भने ओइ डबल क्याप दि ये गुल्लो क्याप दे हौ उनीहरु बाहिर त जाऊ न भाइ लोराको भागबाट म बिसाल्ले अर्जेन्ट कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि यो सुन्दिन त के भएको फाइनली हामी चाहिँ यहाँ पुगिसकेका छौँ। यो कहाँ हो मलाई थाहा छैन है। एकदम सिटीभन्दा धेरै टाढा। अनि हाम्रो सबै ब्रदर्सहरू फ्यामिली सबै फ्यामिली मेम्बरहरू छ।
सो बेङ्गलोरदेखि चाहिँ यो बसमा आएको अहिले पनि स्टिल बेङ्गलोरमै छु बट अलिकति टाढा भनौँ अनि जङ्गल टाइपमा छु कि सो आज चाहिँ एकदम मजा आउनेवाला छ है जय बोला श्री सुरमा देवी माता की जय बोला श्री धल्यौ देवता की जय बोला श्री लाङा गोसाई की जय बोला सबै आली पाली की जय बोला बाला बिरौ की आजको कार्यक्रमलाई सञ्चालनको भूमिका निर्वाह गरिदिनु म यही 26 माध्यमबाट वडा नम्बर 7 नौरा निवासी माइकल धामीज्यूलाई यो स्टेजमा निम्त्याउँछु। आदि खोलामा के ल्याइदिउँ कोसेली बिर्न झोलामा एउटा राम्रा माया मिठो दिलको छोरी गाउँलाई बनाइदिन्छौँ यो आगोको जिलको आदि खोलामा त्यसै चिकिन्छ भन्ने पनि लाग्यो समाजका सदस्य श्री शिक्षा प्रेमी समाजसेवी युनेश बहादुर बोराज्यूलाई आफ्नो अतिथिको सिट आसन ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यसै समूहका सदस्य शिक्षा प्रेमी समाजसेवी बुद्धिजीवी श्री हुन्टुरे बोराज्यूलाई पनि आफ्नो अतिथिको सिट आसन ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु र उहाँलाई दाजुभाइ तकको बुरोदर रोड एकदम जुनेश भाइ ड्राइभर निरोज दादा मैले पनि चलाएको हो सो तपाईँलाई देखाउँछु एकछिन पछि अनि कार्यक्रम चाहिँ उता चल्दैछ एकदमै चलिरहेछ मजाले अनि अब त्यही हो खाना खुवाई अनि यताउति सम्मान कार्यक्रम त्यस्तै हो त्यही भएर बेसी नदेखाएको है अब चाहिँ हामी यो डाँडातिर हुनाले यहाँ बुबीहरू डाँडा एकदम मोबाइलदेखि नै एकदमै अर्ग्यानिक टाइपको छ सो त्यही भएर हामीहरू चाहिँ अलिकति टाढा घुमिदिउँ न त भनेर बाइक पैसोले गरेर आएको अनि एकदम मोबाइल छ है कब्रस्तान यसलाई भनिन्छ खाडलमा गाड्नु चलाउन त आउँछ नि भाइ तँलाई बहुत अप्ठ्यारो हो बाइक एउटा स्कुटर त मैले अलिअलि हाने मैले अनि दुईचोटि आजको लागि मैले एकचोटि बाइक हाने अरे अनि आज चाहिँ मामाको अब बिस्तारै आफ्नै हानौँला केही छैन है इमलीको बोट है एकदमै स्वादिष्ट एकदमै अचारको लागि एकदम मिठो हुन्छ सो निकालौँ भने गाउँलेहरूले लखेट्ला भन्ने डर छ ननिकालौँ होला है अहिलेलाई जस्ट देखाएको हामी क्यामेरा अफ गरेर चोरी गर्नेछौँ इमली लाजमाडा चाहिँ तसिया घुमाऊ बेङ्गलोर बजार फुलको रुखहरू एकदम बगैँचा छ यहाँनिर चाहिँ बबाल छ है यहाँ गुगल म्यापको पनि काम छैन नेटवर्क पनि आउँदैन क्या बेङ्गलोरमा भएर 5G छैन 4G छैन त्यो पनि काम गर्दैन क्या बेसी अनि हिँड्नु नि हिँड्नु अफरोडमा आफ्नै बारीमा बाइक कुदाएको महसुस भइरहेको छ फिल एकदमै है यस्तै हाम्रो गाउँघरमा भयो भने चाहिँ कति मजा आउँथ्यो होला बट बेङ्गलोरमा पनि चलाउन पाएको छैन अहिले चलाउनु पाउने बे बबाल हो बट यो ठाउँ चाहिँ एकदम बबाल छ खतरा छ अनि आफ्नै गाउँको थोडा भाइब दिन्छ गर्मी मात्रै बेसी हो बाँकी कुराहरू यताउति झाड पत्ता हरेक कुराहरू बोट बिरुवादेखि लिएर टाढा डाँडाहरू छन् अनि त्यही हो एकदमै मजा आउँछ भनौँ यस्तो ठाउँहरूमा चिल हुन्छ नि त भाइब एकदम गुड आउँछ त्यही भएर पिस टाइपमा दाजुभाइ बोल्न खोज्दा हेर्नु त फङ्सन हो यसले बेला
फंक्शन गणेश गणेश ಅಲ್ಲಿ ತಗ್ಗೋ ಹಾ ಈ ಕಡೆ ಅವನು ಚಿಕ್ಕಪ್ಪ ಹೌದಾ यहाँ को लैंग्वेज में सबसे बड़ा प्रॉब्लम होता है भैया बट ಸೈಡು ನಿಜನಾ ಅಲ್ಲ ಗಣೇಶ ಅವ್ರಿಗೆ ಗೊತ್ತು ಅದಕ್ಕೆ ಎಲ್ಲಾನು ಪಕ್ಕ ಇಲ್ಲ जाउँली अब जाउँली रुक वातावरण हंगदे वातावरण तो क्या बात न हुई कुन्ने जाने इनने क्या बात क्या बात कर रहे हैं ಎಲ್ಲ ಆಗೋಗಿವೆ ಅಲ್ಲಿ ತಾಂಬಿಟ್ಟವ್ರೆ ಏ ಬಿಡಿ ಎಲ್ಲ ಆಗೋ ಫುಲ್ ಚೆನ್ನಾಗಿದೆ ಎಲ್ಲ ಆಗೋಗಿವೆ ಆದ್ರೂ ಮರ ಇಲ್ಲ ಎಲ್ಲ ಆಗೋಗಿವೆ यो ते रोयो नि होद्न ಇಲ್ಲಿ ಬೇಕಾದ್ರೆ ಏನು ಎಂಜಾಯ್ ಮಾಡ್ತೀರಾ काउ 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 ಅದು ನಮ್ದು ಕಾವು ಹೇಗಿದೆಯೋ ಕಾಲು ತಗೋ ಸಾವು ಸರಿ ಆಯ್ತು ಬಾ ಸರಿ ಆಯ್ತು ಬಾ अन्त तरिका आहा एकदम राम्रो छ है रोड एकदम हाम्रो त्यही गाउँको बझाङको गाउँको भन्दा नि एकदम डेन्जर छ बट राम्रो त छ नि त गाउँको त अब कहाँ यसरी जाँदैन नि भाइ एकदमै डेन्जर जङ्गलमा जङ्गल त नभनौँ अलिअलि झारपातहरू भएको ठाउँमा जाँदैछौँ टक्क ब्रदरहरू अनि यता के गर्ने है तै पनि आउनु त पर्यो हेर्नु पर्यो बेङ्गलोरमा यस्तो ठाउँहरू पनि छ है कोही जग्गा किन्ने भयो हामीलाई सम्पर्क गरौँ त्यहाँसम्म कसरी पुग्ने केटाहरू अब यहाँ हाम्रो एकदम रोड खै कहाँबाट कसरी घुम्ने हो एकदम गाह्रो छ के तर वातावरण राम्रो छ ऊ त्यो ट्र्याक्टर छ नि ट्र्याक्टर छ अनि कौवाहरू घुमिरहेछन् मोबाइल चाहिए ब्रो चिक 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 हाँ चिक हाँ दिखाओ दिखाओ हम मालूम है तेरे बाप को मत सिखा चल नहीं करने का भाइ नहीं करने का इमली चोरहरू यहाँनिर इमली खाँदैछ है यहाँको नोकलको चोरेर यसले त ब्याग भरिएको छ पुरै देखा त भाइ राम्रो हुन्छ त भाइ एकदम बबाल हुन्छ त हेर्नुहोस् अनि यो चाहिँ एकदम राम्रो हुन्छ कि कसैले त खै खाएको नहोला कता न मार नबरलाई गाउँ ल्यायो
माइकल ज्याक्सन जहाँ भए पनि यता आइदिनु पर्यो स्टेजमा। माइकल ज्याक्सन माइकल धामी जहाँ भए पनि यता स्टेजमा आइदिनु पर्यो। माइकल धामी जहाँ भए पनि स्टेजमा आइदिनु पर्यो। माइकल धामी जहाँ भए पनि स्टेज आप मेरे को आगे तक छोड़ सकते हैं। भिडियो खतम भयो र होइन होला हो कि भो भएको छैन अझै बाँकी छ। ल आजको विशेष कार्यक्रम चाहिँ के को लागि भयो अनि किन भयो अनि आगामी दिनहरूमा यस प्रवास समूहले के गरेका थियो। यो प्रवासको नाम चाहिँ श्री सुरमा देवी प्रवास समूह बेङ्गलोर रहेको छ है। अनि बेङ्गलोरमा बस्नुहुने सम्पूर्ण दिदी बहिनी दाजुभाइ सम्पूर्ण अग्रज व्यक्तित्वहरूले चाहिँ के गर्नु भएको छ त यो चाहिँ एकचोटि सरस्वती भनिदिन्छु। ल गाउँघरमा दुःख पाएकोहरूलाई आर्थिक सहयोग गर्ने, सल्लाह प्रदान गर्नु अनि सामुदायिक विद्यालयलाई असाध्यै सहयोग गर्नु र पुराना भत्केका मठ मन्दिरहरूको पुनर्निर्माण गर्नु। सो आजको प्रोग्राम चाहिँ त्यही कुरामा आधारित थियो। जुन हाम्रो गाउँमा रहेको छ तल्लेउ देवताको मन्दिर उसलाई चाहिँ पुनर्निर्माण गर्नुपर्ने छ। एकदमै भत्केर पुरानो अवस्थामा एकदमै अलि नाजुक अवस्थामा छ। त्यही भएर उसलाई नै बनाउनु पर्ने मागका साथ सबैले चन्दा उठाएर एकदमै बवाल गर्ने हो भन्ने हो। अनि यसको लागि सहयोग पनि टन्नै उठ्ला भन्ने आशा छ भगवानको कृपाले। अहिलेसम्म विकास निर्माणको कामहरू भन्यो भने सबैभन्दा उत्कृष्ट नै देखिन्छ। यो मन्दिरलाई चाहिँ पुनर्निर्माण गरेर एकदमै सभ्य र भव्य ढङ्गले बवाल गरिनेछ भन्ने आशा छ है। धल्यौ देवता की जय बोलो श्री लाङा गोसाई की जय बोलो सबै आली पाली की जय बोलो बाला बिरौ की जहाँ हुनुहुन्छ हाम्रो कमेन्ट बक्समा आइदिनु हुन हार्दिक विनम्र अनुरोध गरिन्छ। यस कार्यक्रमका सबै खुड्यालहरू लगायत सम्पूर्ण